रूपकुण्ड तालको रहस्य। सन् 1942 मा रूपकुण्ड ताल नजिकै गएका एकजना वनरक्षक हिउँले जमेको तालमा सयौं मानवको कङ्कालहरू फेला पार्छन्। सुरुमा ती कङ्कालहरू दोस्रो विश्वयुद्ध जापानी सैनिकका हुन सक्ने भन्ने अनुमान गरियो, तर वैज्ञानिकको अनुसन्धानपछि ती अवशेष करिब 9 शताब्दी भएको पत्ता लाग्यो। सबैभन्दा डरलाग्दो तथ्य, वैज्ञानिकहरूले धेरै कङ्कालहरूको टाउकोमा गहिरो चोट भेटिए अनुसन्धान अनुसार मानिसहरू अचानक परेको विशाल असिनाले मरिएको थिए। भनिन्छ ती असिना क्रिकेट बल जत्रा थिए। किन यो यति रहस्यमय छ? सयौं मानिस एउटै स्थानमा कसरी मरे? उनीहरू त्यहाँ किन पुगेका थिए? कसैले उनीहरूको शव दाह संस्कार किन गरेनन्? अथवा अत्याधिक चिसो मौसमका कारण ती कङ्कालहरू शताब्दीयौंसम्म सुरक्षित रहे, जसले यो स्थानलाई भारतकै सबैभन्दा रहस्यमय ठाउँमध्ये एक बनाएको छ।